Yo, check it out, guys. Guys, 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 guys. Look, guys. I am sorry, Babu. Hold up. Wait a minute. Show me that don't need no money, don't need nobody, just need your body. Yeah, yeah. Show me that so sweet like honey, don't need no talking, just need your body. Yeah, yeah. ल गाइज बाइकको हालत यस्तो छ होइन माया कसम रोकिँदै रोकिँदा धुलो सुलो छ। अब हामी चाहिँ कसरी कस्तो देखिएछौँ अब थाहा छैन। यता हेर के भन्न चाहन्छस् दाइले ल्याए नि तँलाई राम्ररी। अब बाइकको हालत हेर्दाखेरि गाइज 3-4 चोटि गुल्टिन्छौँ हामी। अब यस्तै छ ब्ल्याक कमान्डो भएर जानु पर्यो। बहुत घाम छ यार कस्तै हावा लाग्ने रहेछ र ल बन्द हुन्छ धोकातिर। अब बाँकी भ्लग यो फुच्चेले बनाउँछ राम्रो भएन भने चाहिँ अब यसलाई गाली नगर्नलाई यो हिजो जन्मेको फुच्चेली गर्छ हो। गाइज म चाहिँ अब यहाँबाट के अरे उसबाट हटेँ ल यसलाई चलाउन दिइरहेको छु मैले होइन। एक गियरमै चला जति कराए पनि। बाइक चाहिँ स्पिड चाहिँ मजाको छ। त्यो त भाइ भन्छ ल हालत डोक्ने छ हालत राम्रो हो खतरा होइन बाइकले भेट्न पर्यो। एक गियर हो यो। अब अफ गरिस् भने चाहिँ यहाँ चाहिँ उस हुन्छ है फेरि खत्तम हुन्छ। ल घुम्ती हो बिस्तारै बिस्तारै। साइकल घुमाए जस्तो हो र मुला लोटे लाने फेरि चलाएको छ केटाले राम्ररी। हामी ट्याक्क अब जुनियासिन आइयो गाइज। जुनिया आइयो जुनियाको स्कुल देख्न सक्नुहुन्छ। आउनु हो जुनिया यो हो यो होइन यो मन्दिर हो। उहाँ माथि अब बाटो आज देखिन्छ क्या ट्याक्कै गाइज जुनिया आइयो हामी फाइनली होइन। कस्तो हुत्त गरेर पछाडि आउन पछाडि गर्न त अब खुट्टाले नपुगे पर पछाडि झरेर तान्ने हो। त्यस्तो गरेर दम भएको मान्छेले हो आउने। गाइज हाम्रो चाहिँ ड्याडहरूले पढेको स्कुल चाहिँ यो हो रे। यो चाहिँ अब कहाँ हो जुनिया गाउँ भन्छन्। अनि त्यहाँ चाहिँ टोलीहरूको बाइक हाम्रो ग्याङमा 4वटा बाइक छन्। 4वटा बाइक मध्ये 3वटाको बाइक र यो बाइक चाहिँ खत्तम छ। 2जना लाग्ने गए होइन। ल स्टार्ट गर त ल कि हानेर ल हेरौँ। न्युट्रलमा भएर अझ यो यस्तो रातो यो बोले होइन नि यो यस्तो हुन्छ अन्त छ कि ऊ त्यहाँ रातो हरियो बोल्न पर्छ अरे के हरियो बोले नि हरियो ल। अब त्यो रेस नदिकिन कि कान क्लच छोड अझै जोडसित हान ल। डराइ हानिस् के मैले जस्तै नडराइकन भड्याङ त्यहाँ अब त्यस्तो। ओए ओरा भाइका ओरा गाइज मेरो चाहिँ कस्तो थियो गेटअप पुरा माफिया भनेर हुने थियो के अरे। अहिले त पसिनाले डुबियो ग्याङ भइएछ ग्याङ न्युट्रलमा नभइकन किक स्टार्ट हुन्न के। अब एक गियर लगा बिस्तारै क्लच छोड ऊ यहाँसम्म आइज ल क्लच छोड दे रेस दे गाइस यसले त के अरे भिडियो बनाउने जानेन त्यसपछि मलाई चाहिँ लागि हिमाल देख्न पाइन्छ कि थाहा छ। हिमाल देख्ने र हिँडेको के होइन गाडी यस्ता बाइक बिचरा कतिवटा खोपेर आउने आज एकचोटि खोपिसक्यो। लगाइस के छ भन्नु के छ। हामी चाहिँ अहिले अब भार्से हिँडिरहेको छौँ जुन्ने आइरहेको। अहिले चाहिँ हामी जुन्ने आयो। अहिले हामी लगभग आधा बाटो हिँड्न बाँकी छ। पछाडि अब दाइहरू आउँदैन कि यो खाइकन 2जना छुट्यौँ। अङ्कलले के भन्नुहुन्छ? अब हामी पनि भार्से हिँड्दै छौँ कि आविष्कारले के भन्छौ? अनि दैले म त अन्यदेखि त बोलिरहेको। तिमीले के भन्छौ? केही भन्दैन
ल गाइज अब यस्तै छ हाल खबर यता पछाडितिर कता कता पुग्ने हो हामी यहाँ आएको त आधी घन्टा होला उस्तै धमिलो भयो एक गियर ब्याट तेरी ल अब हामी चाहिँ अब दुईटा टोली चाहिँ आउनु भएन त यो अर्को वाला के अरे बाइकवाला अनि ऊ त्यहाँनिर जुनिया भ्यू पोइन्ट छ कता औलाल छेको छु मैले त्यहाँनिर ऊ त्यहाँनिर ठ्याक्कै त्यहाँनिर जुनिया भ्यू पोइन्ट यो चाहिँ जुनिया गाउँ अनि ऊ त्यो चाहिँ जुनिया मन्दिर ऊ त्यो वाला अँध्यारो छ कि उज्यालो छ मैले केही देखाएको छैन गाइज यहाँ के अरे अघिदेखि 1 घन्टादेखि यहीँ छौँ होइन आरू खाना पाइयो मागेर के खाएकोमा हाम्रो डाँट कुट्टी खायो इमली खाइयो नि त हातमा के छ देखाउ त ऊ उहाँ महान मान्छे महान नायक भएर यहाँ चाहिँ हेरे भयो हामी के भन्छ हामी है त बुढा पाकालाई हाम्रो घरै भेटाइहाल्छ बाटो चिन्दैनौ त्यहाँबाट नमस्कार मित्रहरू म हजुरको प्यारो रिपोर्टर अमोल भुसाल आलु खँदै आज हामी आएको छौँ प्यारो गुल्मीकै एक मात्रै भार्सेमा यहाँको मौसम यस्तो चिसो छ हजुरले घाम देखे पनि एकदम चिसो हावा लागिरहेछ भर्खर त लाएको छैन म बिच्चा फ्रेममा आएको छु किन मेरो चाहिँ यो क्यामेराम्यान भाइ चाहिँ अलि छ बाटोमा हन्टिङ भइरहेछ हाम्रो ऐसेलुको होइन अलिकति रहल पहल रहेछ मेरो उयो दाइ चाहिँ बाँदर चाहिँ उफ्रेर गयो खै 2-4 वटा ल्याउनु नि हेर यार यस्तो कलियुगको दाइ छ नि यार एउटा टिपेर भाइलाई खुवाउने हुन्छ नि यहाँ आगेको आडुको रुख छ यहाँ यति मात्र हो र पुटो खाऊ के त्यहाँ टिपेर पनि दिएन त्यो झोपा मेरो हो छोड्नु सबै छुट्टाइदिए कस्तो टिपाला ढङ्ग चाहिन्छ कि दाइ जे कुरालाई नि टिप्ने टिपा खाने खाऊ न हामी त खाँदै बस्ने जसको शक्ति उसको भक्ति हेर्दैन है अब यहाँ ऐसलोहरू हैछन् भनेपछि ला मैले बरु दिन्छु भाइलाई माया गरेर तैँले खाइस् कि नै खाएँ खाना त उहाँ तल त्यत्रा खाने हो ऊ त माथिल्लो जान्न उयो हो यो लटमा खा ओहो ऐसेलु गाइज ऐसेलु ओहो तलसम्म ऐसेलु यति दुःख त गर्नु पर्यो ऐसेलु खान ओहो गाइज हामी चाहिँ होइन भर्खर औसेली खाएर चाहिँ भार्सेको बाटोतिर लागिसक्यो अब भार्से आइयो भनेर पनि भयो होइन अब स्कुलबासिम पनि हामी पुग्नेछौँ छिटै नै पुग्नेछौँ होइन ल हामीले चाहिँ बाटोमा जाँदा चौतारी देख्यौँ एउटा हाँगो दिन त अङ्कल पाकेको वाला हाँगो दिन त ल धन्यवाद चौतारी यस्तो छ ट्याक्क यिनलाई दिए जस्तो गरेर अङ्कल हुनु रहेछ ल खाऊ त कस्तो छ नझम्ट्याउ न यार कस्तो त्यहाँ दिनुहुन्छ कि मैले खान्छु उता कुना गएर यार बाख्राले उस गरे चाहिँ झम्ट्यो चाख्नै पाएन के मैले काँडा हुनु रहेछ है चौपारी देखेको छु चौतारी कस्तो हुनु रहेछ चौतारी होइन क्या चौतारी हो चौतारी चौतारी त तिमी हो चौपारी भइरहेको आयो
खै खासै मतलब लागेन है हाइप मात्र रहेछ मिठो रहन्छ गाइस ल हामीले आरु खाइयो ऐसेलु खाइयो चौतारी खाइयो अब खुरपानी बाँकी छ होइन अब चाहिँ कहाँ पुग्ने हो भाइ अब हामी स्तुपा कहाँ लाग्छ देखाएको अब त माथि माथि हो जति सुकै दुःख पाएर भए पनि हामी जसो तसो गरेर भए पनि भात चाहिँ आइयो होइन अहिले अब भाषेको गाउँ मेन आइयो होइन भाषेको गाउँमा त आइयो हामी भाषेको गाउँबाट स्कुलतिर लागेको क्या अहिले गाउँै नहेरेको पनि स्तुपा लाग्यो हामी भाषेको गाउँ भन्ने त अब त तिमीले अन्य देख्यौ नि त्यो बजार जस्तो देखेको त्यो भाषेको गाउँ हो अब यो हामी उसमा आएको क्या पोखरी जस्तो हो भनेको त्यही हो भाषेको स्कुल भन्ने पनि त्यही थियो मैले भन्थेँ त्यो पुरानो स्कुल भनेको त्यो भाषेको स्कुल हो त्यही हो अहिले हामी अब स्कुलको नजिक मतलब गन्तव्य धेरै टाढा छैन नजिक नै छ र त्यही हो गाइस अब उहाँ पुगेपछि पनि एउटा क्लिप आइहाल्छ र फाइनली गाइस हामी यहाँ आइसक्यो स्तुपासिन है त भ्यू हेर्न सक्नुहुन्छ स्तुपामा लागिसक्यो हामी चाहिँ दो भाइ दोनो दो भाइ भन्दै तपाईँ भने जस्तो कहाँहरूको लहन रह्यो मैले सरर वर्षेको डाँडा फाइनली द डेस्टिनेसन फेरि जाडो भयो गाइस जाडो भयो यस्तो जाडो भयो म चाहिँ चन्द्रमामा सुतिरहेको छु कस्तो हावा लाग्छ कि बा 360 देखाइरहेको छु त्यहाँ पछाडि स्टुपा छ यो साइडमा चाहिँ ओ के अरे यो साइडमा बागलुङ यो साइड बागलुङ ऊ यो साइड सिद्धा पर्वत यता स्याङ्जा ठ्याक्कै यो बोर्डर हो र अब खोला देखेन गाइज हिमाल खै त दाइ यार हिमाल लैजाऊ मलाई जनक दाइ यो कहाँको प्रसाद अरे भार्सेको प्रसाद ल भार्सेको प्रसाद खाँदैछौँ त्यहाँ चटपटे बन्दैछ कुन्टा राइस हामीलाई किन हेपेको र खसी कस्तो राख्ने हो भाषा आएर पनि सुख नपाएका मान्छेहरू हामी त अब परियो के अरे अब बुढापाकाले खिरसिर बनाउँदै अचार बनाउँदै हामीले अब चटपटे बनाउँदै ठिक छ कि अर्ग्यानिक हो हाम्रो के हो हजुरले त्यहाँ बसेर धेरै उस नगर्नु त हुकुमबाट एउटा गीत निकालौँ न हाम्रा मिस्टरले चटपटे बनाउँदै खाएन होइन हामीले काँक्रो खाँदैछौँ नि झाडीतिर 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 फोहोर सङ्कलन स्याट लाएर थाकियो सबै यो घरमा टुसा रहेछ नि क्या हेर माछा लाने
साउन्डमा हुन्छ भनेको होइन गाइज। अरू के छ हालखबर? हामी चाहिँ भर्खर चटपटे खाइयो, चटपटेको ओभरलोड हानेपछि होइन। यहाँ ट्याक्कै हावा हेर्नुहोस् त, ओहो यहाँ त म अब घर यहाँ मैले अब जग्गा किन्दैछु। नियर सुन इन फ्युचर आइम गोना बाई ल्यान्ड एन्ड मेक अ ब्युटिफुल हाउस। You wanna buy a land? Yes. Land. पुस्रे यसै राम्रो धौला गिरीहरूले माछा पुस्रे यसै राम्रो धौला गिरीहरूले नाच्दै गाउँदै आए मत माया भेट्ने न्युले माया भेट्ने न्युले मायालुले के दियो चिनो रुमालैमा सुन हो कि पिता जेन्जी अङ्कल हाम्रो ट्याग लाएर ओहो हावा हावा। अब चाहिँ हामी निस्किन लागेको हो चौतारी शीतल। ल गाइस यहाँ चाहिँ यस्तो यो ढुङ्गा कुरा रहेछ। मैले चाहिँ ल एउटा क्यामेराम्यान पोस्ट यसमा लागेको रे ए यार हरायो कहाँ गयो? वान मोर टाइम यसो हेरौँ है त। ल म बोलिङ जस्तो हान्छु है त। ल मजाले ल ल ल 3 2 1 ल पाला 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 खै बोल्यो बुद्ध भगवानले नट आउट गरेन नि त यार। ए डाँडा कट्यो ल गाइस यार यो के हो? यो पानी परेको हो कि यो उस फरफर गरेको हो? त्यहाँनिर चाहिँ पुरै कुइरोल ढाकिदिइसकेको छ स्याट लाएर। हिमाल चाहिँ देख्न पाइएन, काण्डै काण्ड भयो आज। त्यहाँ ग्रुप फोटो चलिरहेको रहेछ। के दिउ म है ल लाइन सिट पछि पछि किन्न र आहा के आहा आउँदा मोटाले के सिक्छ ल फोटो खिच्यो गाइस। निस्किने भनेको यो भ्यू के हो यस्तो पछाडि खत्रै भयो है। झन् निस्किने बेलामा यस्तो माई गड कता गयो गाइस। यो हालत गम्भीर छ। यहाँ वरिपरि हेर्न सक्नुहुन्छ कुहिरो छ जहाँ त्यहीँ देखाउन, जहाँ त्यहीँ यता पुरै कुहिरो नै कुहिरो छ। कुहिरो छ अँधेरो हुन त अब यहाँ चारो तरफ कोहरै कोहरा। हिउँ हिउँ पर्छ भार्सेमा दाइ, हिउँमा पर्छ भार्सेमा। थाप्ले भन्ने कहाँ हो र? ए ऊ यहाँ भयो के हो यस्तो? केही देखेकै छैन। That's crazy. गाइस हामी लाइसक्यौँ। हाम्रो यस्तो ओह्रालोको अप्ठ्यारो ओह्रालोबाट भाँसेबाट तल लाइसक्यो केही छैन। यही हो होइन। Yo, check it out guys, we coming live from Bharse, Devrali, and we have found something very special, very special. Let me show you. Look, can you see it? Yo, this is मम्मी कस्तो फिल गर्दो रहेछ यार। यो जुको हो, मान्छेको फिल पाएपर यस्तो चम्किन्छ। ल गाइज हामी यहाँ फर्किसकेका छौँ। फर्केर पनि त्यही ठाउँमा आएका छौँ जुन ठाउँमा पहिलो भर्चडी बनाएका थियौँ। यहाँ चाहिँ लोत परेर बसिरहेका छन् होइन। गाउँ कति राम्रो हो के माया घरहरू होइन। म तिमीलाई भनेको त हुनु, तर कोही चिनेका छैनन्। मजाले मकै लाएर रहेछन् कि होइन। उपर त मैले भिडियो बनाएँ कि पछाडि हेर। गाइज यो मन्दिरमा पनि आइयो हामी ट्याक्क लाएर। भार्सेको मन्दिर पछाडितिर पनि मन्दिर। यो चाहिँ विशेष मन्दिर रहेछ के अरे। बागलुङ कालिकाको सानो बहिनी भने पनि हुन्छ अरे के अरे। जम्मा दसैँको दिनमा मात्र के अरे
दसैँको दिनमा मात्र मन्दिर खुल्ला हुन्छ अनि चाहिँ मन्दिरमा चाहिँ पुरै राँगो साँगोदेखि लिएर बाख्रा साख्रादेखि लिएर सब काट्छन्। यताको साइडमा चाहिँ पुरा त्यो कोले कति कति डोनेसन दियो भनेर पनि छ, ट्याक्क लाएर। अहिले चाहिँ हामी यो भ्यू टावरवाला एरियामा आछौँ। खतरा सिन छ कि यहाँ, यस्तो भिरालो, ट्याक्क यस्तो भ्यू। यहाँ बिचरा दाइ हाँस्नको लागि के दुःख पाउनु हो, काँडा उस गरी गरी होइन ल। अनि यहाँ त यो ऐतेरी यो हो, त्यही भन्न आएको के मैले, यो कालो कालो देखेर हेरौ त। चौतारी हो यो। ल चौतारी मलाई नि मिठो लागेन यार, तेरिका के गर्दै खाऊ र मिठो भयो चाहिँ। झन् नमिठो है यो त, अघिको बरु अमिलो अमिलो। ए यो गुलियो रहेछ क्या हो यार, आफ्टर टेस्ट। भाँची हो यहाँ एउटा भाँची रह। गुल्लु चाहिँ अहिलेको त मिठो हो अहिले मिठो हो नि होइन। निल्नी हो कि थुक्नी हो र दाइ? ए निल्नी हो। लके उता खाके झोलो खै के देख्नु उ त्यो यता त ओ हो वहाँ पनि रहेछ, घर लिएर जान नि मिल्छ। अङ्कलले यत्रो मेहनत गरेर अङ्कलले निकालिदिनु भयो। तर म बिग फ्यान चाहिँ भएन है यसको। त्यहाँ हेर्नु त कत्रो लटरम्म खाऊ बगल लाग्यो लाउन, तर बिग फ्यान चाहिँ भएन कि मरि हट्टे गर्ने जस्तो। ओ दाइ लिर्किन्छ, ओ लिर्किन्छ। ओइ सिट्टु भाइ अभागीको हो ल म्याक कि आँख यस्तो कालो ब्ल्याक गोल्ड ब्ल्याक जेम झोलामा राखेको। यो त मोस्ट वान्टेड, यो त बहुत गुल्ली हो के। गाइस त्यहाँनिर चौतारी रहेछ, खाइएर माया हात रातो जिब्रो रातो यसको खत्रै भएछ माया, घुमाइ खतरा भएछ। सरर भार्सेको हावा किन चाहियो मस्याङ्दी सलल। बाइकको हालत गाइस, बाइकको हालत धुलोले डुबायो इनको। लाएर दारी पनि पुरै सेतै छ, अलि कता पुरै सेतै यहाँभरि सेतो यिनको। खै खुट्टा देखाउ त, यिनको त केही भइन्छ बस्ने मान्छेको। ओहो दाजैको जुत्ता स्याट लाएर बाइक पनि सेतै भएछ। टी सर्टको धुलो। अब मलाई देखाउनु तलदेखि माथिसम्म धुलोले मार्यो धुलो। मैले त मुख पुरै सेट थियो, धुलो त हेलो सरकार